ल खुदी हाइड्रो पावरको लागि ल्याएको हिम पाइप ड्याममा ल्याएको पानी ल विकास नभएन भएको छ त्यत्रो गर्नु भने नि विकास हो नि त त्यत्रो खोला छेडेर ल्याएर यता ल्याएर खोलै चेन्ज गरिदिनु हुने नि ल हामी खोला तारेर भेर आइयो यत्रोमा पानी आउँदा कम आउँछ है भन्छ त्यो पानीसँगै पौडी खेल ल्याउनु कस्तो हुन्छ होला या त पहिला पहिला सुरुमा माछा पनि क्या आउँथ्यो कल्सी बजीका बान भैँसका बच्चा बकरीका बच्चा पौडी खेल्न त के पानी त खतरा दामी रहेछ नि भन्छ त्यो भन्दा नि कञ्चन हेर्नु न एकदम निर्मल रहेछ क्या पानी घाट 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 खाने जस्तो रहेछ पानी खोला दामी छ नि त्यस्तो जाइँदैन ऊ त्यहाँसम्म जानु आउनु त्यो चाहिँ के खोला भन्छ त्यो पुन्टे खोला बाढी आएर त पारै गर्नु सक्दैन यो खोलामा होइन त ऊ त्यहाँ नि पारै गर्नु सक्दैन पुल हालिदिएर चाहिँ भाँच्दै छ पहिला पुरानो पुल हो त्यो पहिलाको पुल तर पानी हेर्नु कति कति कञ्चन पानी हेर्नु त कति कञ्चन पानी क्या हेर्नु हो सेम यस्तै हुन्छ भन्दा पन्ना पन्ना भन्छ नि यही हुन्छ नि सेम यही होला कलर यही होला भेट्यो भन्छ भने यत्रो यत्रो पन्ना भेट्यो भने मामा भन्छ के हुन्थ्यो ए लौ भेट्यो भन्यो क्या बल्यो बल्यो दिन बल्यो भन्यो क्या लाग्छ केटा लाएर चाहिँ जाउँ फर्क्यौँ हाम्रो भाग्यमा त्यत्रोसम्म पाउने छैन होला चिन्दैन त्यहाँ भयो नि लात्ता हानेर हिँडिन्छ बरु के यस्तो ढुङ्गा रहेछ नि त्यहाँ के हो यो भनेर यसरी हानिदिने हो यो अचम्म रहेछ त यस्तो ढुङ्गा के काम भन्यो नि त्यो चाहिँ फुटेछ क्या हो पिचिका हानेर राख म त फुटेछ क्या होला त त्यहाँ पिचिका हानेर आउँदै हेर्नु हेरौँ न हेरौँ के हो किन यहाँ बसेर के हो भन्ने नि वाउ हो त्यहीँबाट निकाले जस्तो निकाल्न चाहिँ कहीँ पानी पानी काठमाडौँतिर पानी नभएर टेन्सन या त पानी बढी भएर टेन्सन यहीबाट निकालेर चाहिँ भन्छ यहीबाट निकालेर चाहिँ काठमाडौँतिर लानु पायो भने अघि होइन हेर्नु त पानी कति मजाको हेर्नु त क्या चिसो मुद हुनु पऱ्यो अन्त रोकसोक जान्छ होला हौ यसले त मुख धुनु ल भेल आइरहेको छ भेल खाना खाँदैन यो मिनेरल